जाङपो नमस्कार। आज पनि अस्ति कार्तिक 14 गते झैं आज विक्रम सम्वत 2082 सालको अन्तिम दिन मसन्ता चैत्र मसन्ताको सोमबारको दिन। आज चाहिँ विशेष गरी हजुरहरूको सामु चाहिँ फेरि एउटा सुन्तला रोप्ने कामको भिडियो चाहिँ लिएर उपस्थित भएको छु। र यहाँ चाहिँ अहिले खाल्टा खुनिसकेर मैले मल लगाएको छु। यो चाहिँ मल, यो मल चाहिँ आलो मल हो। अब यो मललाई चाहिँ बाहिरदेखि माटोले ढाकेर त्यसपछि चाहिँ यो माथि चाहिँ सुन्तलाको जरा राखिन्छ। सुन्तलाको बिरुवा चाहिँ उखालेर लिएको छु, झन्डै 4 फुट जतिको। यो सुन्तलाको जरा चाहिँ यो बिरुवा चाहिँ किन आज नउखाली भएन भनेदेखि चाहिँ अघि गोरु जोतेको थिएँ। गोरु जोत्दाखेरि गोरुले ढुङ्गा हलोले ढुङ्गा निस्किँदाखेरि सुन्तलाको बिरुवा पनि उखाली पठायो। त्यही माथि त्यहाँनिर चाहिँ गारा लाउने एलाउन्मेन्ट परेको हुनाले गर्दाखेरि चाहिँ उखाल्नु कर लाग्यो। अनि जागे पनि नजागे पनि सरे पनि नसरे पनि यहाँ चाहिँ अब रोपिदिनु पर्यो भनेर चाहिँ रेडी गर्दैछु। अस्ति असोजमा रोपेको के अरे कार्तिक 14 गते पानी परेको थियो, त्यति बेला रोपेको बिरुवाहरू चाहिँ यी दुईजना चाहिँ दुईटा बिरुवा चाहिँ यस्तो मजाले पौलिरहेछ। हेर्नुहोस् है, यस्तो मजाले पौलिरहेछ। अर्को बिरुवा यो हो, हजुरहरूलाई देखाएको थिएँ मैले। र यी मजाले सरेको छ, पौलो पनि आइरहेको छ यी है। र आज पनि त्यस्तै प्रकारले चैत मसन्ताको दिन यो सुन्तला रोप्दैछु। विश्वास छ म अवश्य पनि जगाउन सक्छु भन्ने। जाग्छ जाग्दैन त्यो चाहिँ मौसमको पनि एउटा भूमिका हुन्छ त। र अब यो बिरुवालाई चाहिँ खाल्टामा लाउने तयारी गर्दैछु। एकैछिनमा खाल्टामा लगाइसकेको सामग्री पनि यसमा एड गर्नेछु है त। त्योभन्दा अगाडि चाहिँ मैले यहाँ यो मलको बाहिरबाट चाहिँ माटो हाल्दैछु। यी हल्का माटो यसरी हाल्नुपर्छ। यो हल्का माटो हालेपछि चाहिँ यो आलो मल र सुन्तलाको जरा चाहिँ एकैचोटि भेट हुनु हुँदैन। त्यो भएको कारणले गर्दाखेरि चाहिँ यो माटो चाहिँ लाउन एकदमै अनिवार्य हुन्छ। यसरी माटो लाउनुपर्छ। माटो लगाइसकेर त्यो माटोको बाहिरबाट चाहिँ सुन्तलाको जरा राख्नुपर्ने हुन्छ है। अब यसरी है मैले माटो राखिसकेँ। अब यसलाई यहाँ जुन पोसेको यो रोडा ढुङ्गाहरू चाहिँ यसरी केलाउनु पर्दछ। रोडा ढुङ्गाहरू केलाइ पठाएपछि चाहिँ अब चाहिँ सुन्तलाको जरा राख्ने तयारी भइसकेको अवस्था है। हजुरहरूलाई सुन्तला रोप्ने तरिका पनि, तर यो चाहिँ हाम्रो गाउँले तरिका हो। सरकारी एग्रिकल्चरबाट सिकाउने तालिम चाहिँ अलिकति बेग्लै हुन्छ। तर हाम्रो पुर्खौलीले रोप्ने तरिका चाहिँ यस्तो प्रकारले रोपिन्छ। अब यसमा चाहिँ बिउ चाहिँ हालिन्छ। बिउ हाल्दै गरेको भिडियो तान्न चाहिँ अलिकति साथी छैन, एक्लै परेको कारणले गर्दाखेरि सुन्तलाको जरा चाहिँ यस्तो प्रकारको छ, लामो छ है। यो जरालाई चाहिँ अब मिलाएर सलक्क हाल्नु पर्दछ है। ल सुन्तलाको जरालाई चाहिँ मैले यसरी मिलाएर चाहिँ लगाइसकेँ। अब यसलाई मिचेर माटोले पुर्नु पर्दछ। र सुन्तला पनि खडा भइसक्यो है। अब चाहिँ यी मुर्गा गाडेर बाँधी पनि सकेँ। यसरी सुन्तला चाहिँ लगाएर चाहिँ मजाले जरा मिलाएर चाहिँ पुर्नु पर्दछ। एकदमै सर्न चाहिँ गाह्रो पर्छ। सरिसकेपछि चाहिँ यो सुन्तला चाहिँ सरक्कै चाहिने पौलिन्छ है। हजुरहरूलाई है मैले यो चैत मासमा सुन्तला रोपेको भिडियो राख्दैछु। ल हजुरहरूलाई अघि रोप्न आँटेको
चाहिँ नि रोप्न आँटेको देखाएको थिएँ र अहिले चाहिँ रोपिसकियो। यी माटो मिलाइसकेर एकदम मजाले जरा मिलाएर लगाएर चाहिँ माटो मिलाइसकेर यी अब बिरुवा खडा गरिसकियो। हेर्नु होला पछाडि यो बिरुवा जाग्छ कि जाग्दैन। यदि जाग्यो सर्यो भने फेरि पनि यो बिरुवाको बारेमा हजुरहरूलाई चाहिँ नि भिडियो सामग्री अवश्य पनि उपलब्ध गराउनेछु, देखाउनेछु है। अहिलेको लागि चाहिँ यो सुन्तला रोपिसकेको हजुरहरूलाई जानकारी गराउन चाहन्छु। हवस् त, धन्यवाद। काटिन्छे ल सुन्तला है। बिरुवा चाहिँ यस्तो छ है, हजुरहरूले हेरेर आनन्द लिनुहोला। काटिन्छे ल।